आज त मेरो गर्लफ्रेन्ड देखाइदिन्छ अब अहिले चाहिँ हामी होइन अब हाम्रो दुवैजनाको पहिलाको स्कुल हाम्रो बज्री बज्रबारी सेकेन्डरी स्कुल त्यहाँ चाहिँ अहिले प्रोग्रामहरू लागेको छ आज गाइज होइन मेरो चाहिँ गर्लफ्रेन्ड कोही पनि छैन सिङ्गल छ अब कोही छ हुनुहुन्छ भने हजुरको होइन अब हुनुहुन्छ भने प्रयास गर्न सक्नुहुन्छ अब मेरो चाहिँ अब 10 वटा तयारी छ त्यसमा चाहिँ त्यो चाहिँ काट ल काट्छु एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज त होला मेरो गर्लफ्रेन्ड देखाइदिन्छ हेर्ने मेरो गर्लफ्रेन्ड होइन साथी गाइज होइन म यसको गर्लफ्रेन्ड होइन है फेरि कति क्युट छ होइन दिउँसै हातपात हुँदैन पुलिस बोला मैले कपाल मात्र कमी सबै केटी त्यस्तो गाइज अनि हामी कहाँ जान्ला भन्ने नि अहिले चाहिँ हामी होइन अब हाम्रो दुवैजनाको पहिलाको स्कुल हाम्रो बज्री बज्रबारी सेकेन्डरी स्कुल त्यहाँ चाहिँ अहिले प्रोग्रामहरू लागेको छ आज अनि त्यहाँ चाहिँ अब हाम्रो सरहरूले त अब इन्भिटेसन गरेन साह्रो दुःख लाग्यो तर पनि अब केटाहरूले इन्भिटेसन गरेको छ अब जसरी आउनु पऱ्यो भनेर केटाहरूको डान्स छ नि त अनि त्यही भएर यसो त्यहाँ गएर यसो केटाहरूलाई चलफल दिएर आउनु पऱ्यो नि त पुरानो पहिलाको स्कुलमा आज प्रोग्राम रहेछ अनि यसो घुमघाम साथीहरू भेट्न जानु लाग्यो अनि भित्रपट्टि भिडियो बनाउनु दिन्छ मैले भने पिहाल्छु डन हो नि जे भयो नि मिल्छ त ए धनी यसको त ट्याक्कै ल कसम पुच्छारमा त कमी हो कि एउटा होइन लिनै सक्दैन अन्त एउटा सरी आँखामै पुगेछ कि अन्त एउटा केही भन्न चाहनुहुन्छ यो शब्द आफ्नो च्यानलको गाइज मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला अब मेरो चाहिँ एजी ब्लग 27 छ एजी BLOGS 27 छ त्यहाँ हेरेर अनि टुक्कै सर्च बारमा गएर एजी 27 त्यो सब्सक्राइबर यही अमला जुन अमलाले थिचिनुहुन्छ तर थिच्नु भयो जसरी भयो नि त गाइस मैले पनि हालिदिएको हुन्छ अलिअलि ब्लग्स ल त्यस्तै हो रमाइलो गाउँलाई चलफल दिनुपर्छ आज होइन हामीले चाहिँ यहाँबाट माइक कुद्नु पर्ने हुन्छ बसबाट ओर्लेर अनि हामी चाहिँ स्कुल चाहिँ पुग्नु लाग्यो अब यहाँबाट हेर छैन 5 मिनटको पनि छैन बाटो 2 मिनट हो 2 मिनट छैन लाग्छ 2 मिनट त लाग्छ 2 मिनट तसँग हिँड्यो भने त लाग्छ यार फिक्स मसँग हिँड्यो भने चाहिँ बरु 5 सेकेन्ड 10 सेकेन्ड पुग्छ मान्छे होइन तसँग हिँड्यो भने फिक्स भन्छ 6 मिनट चाहिँ लाग्छ अन्त एउटा त्यही हो स्कुल पुगेर अनि हामी कहाँ गऱ्यो भन्नु त बज्रबारे कहाँ स्कुलमा गएर प्रोग्राममा गएर अनि पछि बज्रबारे आएको छौँ होइन त्यति भन्दै अब यहाँ लामुटे चाहिँ लास्ट टोक्ने लामुटे यहाँ हेर्नु यहाँ हेर त मायाको थेट मेरो यहाँ कसरी दाउँदै हिँड्ने अनि हामी यहाँ जङ्गलमा मङ्गल गर्न आएको खासमा मङ्गलमा जङ्गलमा मङ्गल गर्न आएको अनि हामीले के देख्यो नि त्यो म ब्लगमा भन्दिनँ उयो कहाँ देखाएको जस्तो लाग्यो यो होला होइन देखा यो होइन देखा यता देखा यता घुमाएर देखा न अन्त हामी यस्तो यो बजबार सट्टै त राउन्ड हाल्नु यतापट्टि अलिकति खास खाएर अब कहाँ जानु भन्दा अब त्यही स्कुल एकछिन घुम्न भेट्नलाई यसो साथीहरूलाई सरहरूलाई भेट्नु पऱ्यो गफ खानु पऱ्यो सरहरूसँग त्यति हो कुरासुरा गर्ने अनि पछि फेरि निस्किने खास त्योभन्दा चल्दिने घरतिर अन्त एउटा यो हेर्नु नि यो भ्यू कस्तो दामी हामी पढाए पहिला स्कुल चाहिँ यही हो यो भन्दा पनि यो सबै हो यो बजबारा स्कुल हामी चाहिँ बजबारा स्कुलमा छ अनि बजबारा स्कुलमा यस्तो कार्यक्रम चलिरहेको छ यहाँतिर छलफल भइरहेछ हामी चाहिँ त्यो छलफल हो चलफल दिन आइसक्यो नाच्नु एकचोटि यहाँ चाहिँ भ्यू बजबाराको यो भ्यू सरहरू छ पहिला म पहिला यहीँ स्कुलमा पढाएको फेरि डन डग हो त ह्यान्सी त छैन तर घमण्डन छैन फेरि के भनौँ म नभन्ने केही शब्दै छैन हामी कार्यक्रम सट्ट हेरेर अब हामी कहाँ जान्ला भन्दा म भन्छु है तपाईँ चाउमिन पनि खाएर पैसा त्यही भएर तल अब पानी चिलेस ठाउँ अफ द वर्ल्ड नभन चिलेस ठाउँ अफ यो फेसु एरिया झालबाटी भन्छ कहाँ त्यो तलको लागि झालबाटी भन्छ बनाए
झ्यालबेट जान लाग्छु भनेर भयो? बसेन रुक्न अनि भन्दैछु मेरो मेरो प्यारो शब्दहरूले मेरो प्यारो अडियन्सले सुन्नुहुन्छ पक्कै मलाई लाग्छ कि भन्दै आजको लागि यति नै भन्दै जान्छु जय नेपाल जय यो कुन चाहिँ ठाउँ भन्छ यो चाहिँ झ्यालपातीको कमल पोखरीको साइडको भ्यू पोइन्ट भन्छ हामी देख्न सक्नुहुन्छ गाई यो मस्तले गर्लफ्रेन्डसँग बोलिरहेको छ देखा छिटो हेर्न सक्नुहुन्छ गाई कुन चाहिँ हो गर्लफ्रेन्ड उहाँले अब भइसकेको अनि गाइज होइन मेरो चाहिँ गर्लफ्रेन्ड कोही पनि छैन सिङ्गल छ अब कोही छ हुनुहुन्छ भने हजुरको होइन अब हुनुहुन्छ भने प्रयास गर्न सक्नुहुन्छ अब मेरो चाहिँ अब 10वटा तयारी छ त्यसमा चाहिँ त्यो चाहिँ काट ल काट्छु फर्स्टमै राख्ने हो त होइन हुँदैन अनि यहाँबाट देख्ने भ्यू चाहिँ तपाईँलाई दामी देखाइन्छ हेर्ने सर्ट सरर। यो उयो घाम डुब्न लाग्यो बचाइदिए जा कसलाई पढिदिनु आउँछ मलाई आउँछ ए बच्चा भनेपछि मैले खाइदिएँ लामो यो 5 बजिसक्यो घाम डुब्न लाग्यो हेर्न सक्नुहुन्छ यहाँ पुरै रातो बनाएर आयो यहाँ रहेछ हेर्ने यतापट्टि कति दामी दामी भेडा अनि यहाँ पनि रहेछ भेडा म चाहिँ यहाँ टोल भएको दादा भएर मलाई चिन्छ होइन अनि त्यही भएर होइन मेरो नाम चाहिँ आशिष दादा ल केटा आशिष यो डिपिन यो सुस्मिता साथी चाहिँ यहाँ बसेर मस्त हावा खाएर क्या हावा अनि मिठो रहेछ अनि त्यो खाइसक्यो अब कता नि अन्त टिलेन भयो अन्त त्यो कुराकानी चाहिँ अनि यसको नि युट्युब च्यानल छ होइन हजुर मेरो युट्युब च्यानल नाम चाहिँ एजी ब्लग 27 एजी पिएलओजिएस 27 छ गएर लाइक अनि सब्सक्राइब हानिदिनु है त म पनि यस्तै कन्टेन्टहरू बनाइरहेको हुन्छु घुमिरहेको हुन्छु एक्सप्लोर गरिरहेको हुन्छु करातेहरूको फाइटहरू यताउति भिडियोहरू हालिरहेको हुन्छु अब फेरि न्यू ब्लग कमिङ सुन छ है आउँदैछ है मैले अब उसमा एडिटिङ गर्दैछु अब एडिटिङ मतलब पनि अब एक ठाउँमा जानु भएको छ त्यो ठाउँमा गएर अनि फुल गरेर हालिदिइहाल्ने छु है त अनि त्यही त घाम पनि गयो होइन अब हामी घर जाने होइन घर जाने नजाने जाने नजाने यहीँ बसौँ त्यहाँ आमाहरूले छ्याङ्लाइदियो अनि त्यहाँबाट घाम पनि डुब्यो अब कस्तो दामी दामी देखेको हेर्ने यो यस्तो पहिलो अनि यस्तो यस्तै कालो कालो यता पनि छ के भन्छ त्यही छ घाम त्यही छ जुन बिचम किन अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब क्लिक द बेल आइकन यति भन्दै म मेरो पनि सब्सक्राइब बिदा लिन चाहन्छु अनि एउटा लास्ट यता अनि बाई भोलि बिहान भेट्नु अर्को भिडियो म भोलितिर बनाउँछु बाई